सेवारो आज पनि मैले एउटा छोटो एउटा भिडियो लिएर उपस्थित भइसकेको छु। पहिलेको मेरो युट्युब च्यानल चाहिँ अलिक केही बिग्रेर हैन, केही समस्या भएर चाहिँ मैले नयाँ येबाद अन्दाज भनेर चाहिँ एउटा युट्युब च्यानलको नाम खोलेर आज एउटा छोटो मुन्दुम लिएर तपाईहरु सामु उपस्थित भइराखेको छु। यो मेरो मुन्दुमलाई के कस्तो लाग्छ तपाईहरुलाई हैन, राम्रो लाग्यो र मन पर्यो भने शेयर गरिदिनु होला, लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला है। तपाईहरु मेरो अब यो युट्युब च्यानलमा पक्कै पनि नयाँ हुनुहुन्छ हैन, पहिलेको मेरो युट्युब च्यानल बिग्रियो, यो मैले अब भर्खर खोलेर सुरुवात गरिराखेको छु। आज चाहिँ कुन मुन्दुम लिएर म उपस्थित भएको छु भने हामी याक्थुङ लिम्बूहरुको मुन्दुम अनुसारले है थुमधुममा मान्छे खाने राक्षसहरु थिए। केतको मिवा खोलामा चाहिँ कानायोङबा भन्ने थिए, तम्मर खोलामा कापोरुङ र कामोरुङ हैन, अनि माइवा खोलामा चाहिँ केवा राजा भन्नेहरु यिनीहरु थिए। अनि आठै त्रिवेणीमा आठैमा चाहिँ सामुमया राजा है, सामुमया राजाले त्यहाँ चाहिँ मान्छे खान्थ्यो। कसले यो राक्षसहरुलाई मसायो त हैन, त्यसतर्फ म लागिराखेको छु। तपाईहरुले के कस्तो सुन्नु भएको छ, जुन मैले सुने अनुसार र मैले जुन मेरा गुरुहरुले भने अनुसारले है जति जानेको म तपाईहरुमाथि भन्नु लागिरहेको छु। के कस्तो लाग्छ त्यसको प्रक्रियाहरु पनि जनाइदिनु होला। आज चाहिँ मैले कुन मुन्दुम सुरुवात गरे भने तम्मर खोला है, तम्मर खोला कापोरुङ र कामोरुङ राक्षसहरुले चाहिँ त्यहाँका मान्छेहरुलाई कसरी खाए र कसले मार्यो त्यो सम्बन्धी मैले सुरुवात गर्न लागिराखेको छु। हजुर, पोमुकेत्साङया कसरी निस्क्यो र कहाँदेखि उत्पत्ति भयो उहाँको है। सिन्धोलुङ माइवा ओगोटमा चाहिँ असाङलुङमामा येबा एउटा झरे, त्यसको नाम सजारे लुम्दु इया हो। सजारे लुम्दु इया जति थाङ पेरे थकी तुकुङ सामसोगा बोक्से है मनामे गेगमेसे। अनि त्यही माइवा खोलाका एफेङ्क्याकहरु चाहिँ सोच विचार गरेछन्, अब यो येबा त्यहाँ उड्ने साथ निस्किने साथ मान्छे लडिन्छ मरिन्छ के भन्छ, यसलाई मार्नुपर्छ भनेर चाहिँ त्यो असाङलुङमामा सेन झुन्ड्याएर बसे। सेन झुन्ड्याएर बसेपछि त्यो येबालाई मारेर उहाँको सजारे लुम्दुङ या हो उहाँको नाम। त्यो येबालाई मारेर उहाँका असाङहरु ल्याएर यता साङलुप्पा भन्ने ठाउँमा पुरे। त्यो साङलुप्पाको नाम खासै साङलुप्पा होइन, असाङलुप्पा हो। तर अहिले चाहिँ अब्रवंशमा लगेर हैन यो मुन्दुमलाई चाहिँ बङ्ग्याएर चाहिँ साङलुप्पा भनिदिएको हो, त खासै साङलुप्पा हो। अनि त्यो येबालाई चाहिँ कानाहङ अहङ भन्ने ठाउँ छ त्यहाँ, त्यो कानाहङ अहङमा चाहिँ येन्चेप भनेको कोपे बाँसको चाहिँ प्रेङ्गो बुनेर त्यो येबालाई त्यो खोलामा बगाइदियो र उहाँको जामा चाहिँ थकौली बनाए। उहाँको कम्मरको घन्टीहरु माछा मार्ने जाल हैन, जाल बनाए। योङ याक्थुङबानमा योङ भनिन्छ, थकौली र योङ बनाए। अनि त्यो येबालाई चाहिँ खोलामा बगाएर पठाएपछि खोलाले बगाएर लग्यो र तल यो सक्राते यगङबा पुछारमा चाहिँ पोमुकेत्साङया र उहाँका साथीहरु माछा पक्रिनु माछा समाउनु खोलामा गएको रहेछ है, तम्मरको किनारमा। पोमुकेत्साङया भनेको चाहिँ उहाँ ठुलो बाउआमा नभएको हैन, बाउआमा नभएको टुरो थिएछ। उहाँका साथीहरुले जति माछा समाएको लिएर जानु भएछ। पोमुकेत्साङया त टुरो, त्यसले गर्दा उहाँलाई दिएन रहेछ माछा हेला गरेर हैन। उहाँ चाहिँ अब खोलामा रुँदै बसेछ, मलाई माछा दिएन साथीहरुले।
भनेर खोलामा रुँदै खेल्दै है माछा पाउँछ कि भनेर खोलामा कच्याउँदै बस्दा चाहिँ त्यो जुन सजा र लुम्दुङ इया माइवा खोला साङलुङमा मारे उहाँको हंस चाहिँ लिवा चरा भए। लिवा चरा भनेको अझै पनि खोलामा पाउन सकिन्छ। उहाँको मुख चुच्चो लामो हुन्छ, त्यसले चाहिँ माछा निकालेर खान्छ। त्यो सजारा लुम्दुङ इयाको हंस चाहिँ लिवा चरा भएर त्यो बोमु केछाङया खोलामा जुन रुँदै थिए नि त्यसलाई चाहिँ खोलाको बिचदेखि उतादेखि नेतादेखि माछा पछार्दै निकाल्दिएछ है। अनि त्यहाँदेखि चाहिँ त्यो पोमु केछाङयाले चाहिँ माछा पक्रेर अरे हो भनेको चाहिँ एहे के भन्न थालेछ। जुन त्यो सजरा लुम्दो इया येबाका हंस होइन आत्मा उहाँकोमा चढेछ है। त्यसलाई हाम्रो याक्थुङबानमा केरङ भनिन्छ। नेपाली भाषामा अवतार, हाम्रो याक्थुङ भाषामा केरङ भनिन्छ। केरङ भएर चाहिँ पोमु केछाङको जिउमा चढेछ। पोमु केछाङले त माछा पक्रिनेछ काम्न थाल्यो, एहे भन्न थाल्यो। त्यो उहाँले कराएको हे भन्न थालेको चाहिँ माथि गाउँमा सुनेछ। हो त्यो पोमु त के गर्दैछ हौ, पोमु केछाङ त रुँदैछ, कराउँदैछ, उफ्रिँदैछ। अनि जाउँ हेर भनेर आएछ, हेरौँ भनेर। त्यो अरार अझै पनि छ। त्यो अरारमा चाहिँ उफ्रिँदै नाच्दै कराउँदै थिएछ। अनि त्यहाँ चाहिँ त्यो केटोलाई त लो के भइस्, किन रुइस्, किन कराउँछस्, किन चिच्याउँछस् भनेर त्यहाँका त्यो तुतुम्याङ हाङ सावा याङहरूले सोध्नु भएछ। त्यो बेला उहाँले के भन्यो, थो इम्बिरी याङथाङमा हो तम्मर खोलामा मान्छे खाने राक्षसका पोरुङका उरुङ भन्नेहरू छन्। उहाँको नष्ट पार्नुको लागि, उहाँहरूको मसाउनुको लागि म निस्किएको भनेर भनेछ। तिमीलाई के चाहिन्छ, कसरी मसाउँछस् भन्दा मलाई जामा बगरी घन्टी माला है साँगरो दिनुपर्छ हो। त्यति भन्ने साथ त्यहाँका तुतुम्याङहाङहरू सावा याङहरू सबै जम्मा भएर अब त तुहुरो कहाँदेखि ल्याउँछ सामान, जामा बगरी असाङ है मालाहरू दिएर चाहिँ उसलाई लगाइदिए। अब के अरे यागाङसी काटिदिए, केसीगाङ केहिरी मागे तुङदा सुवा कामदुम्बुमा तप्पे बेरे मिमो हो गेसिङ सा गेसिङ होइन, थामेरा मानु गेसिङ भन्ने यागाङसी काटिदिए। त्यहाँदेखि उहाँको गुरु उठायो। जुन त्यो बोमु केछाङया उठेको नाचेको है त्यो सिरे चढेको अरार अझै पनि छ अरे है, म पुगेको छुइनँ। त्यो खोलाको किनारमा छ अरे है। बेलुका गएर त्यो जति सफा बुसिराख्यो नि है, बिहान जुरुके उठेर बिहान गएर हेर्दा नानी सानोको पैताला उठेको नाचेको त्यस्तो देखिन्छ अरे भन्ने अझै पनि कथाहरू छन् है, इमुन्दुमुर छन्। अनि त्यहाँदेखि बोमु केछाङयाले चाहिँ ठ्याक्कै गुरु उठाएर चाहिँ ठ्याक्कै उडेर गयो। उडेर गएपछि माथि यो तम्मर खोला छिरवानी भन्ने ठाउँमा पोरुङ्गा मोरुङहरू थिएछ। दिनको एकजना दुईजना मान्छे त्यहाँ खानै पर्ने है, त्यहाँ भोकले खानै पर्ने। बोमु केछाङयाले चाहिँ ठ्याक्कै ज्ञान चपेर गएर चाहिँ त्यहाँ बोमु केछाङया पुगेपछि त हेरेछ अब राक्षस र राक्षसनी लुके है, भागे। हेर्छ आकाश पत्ताल गाँचकै पर हेर्छ छैन है। अब बोमु केछाङयाले त लिङ्गेम्बु अदो बुकमा खामदुम्बु यी बुकमा भनेको चापेर गए है। अनि खोज्दा पनि चाहिँ कहीँ पनि पाएन। नपाएपछि लास्ट अन्तिममा चाहिँ के भयो, खोलाको बिचमा चाहिँ सेलुङा अभो लेङसिङा युङेर छ राक्षस। सेलुङा अभो भनेको चाहिँ दलसिङ ढुङ्गा है, दलसिङ ढुङ्गा सेक्टो ढुङ्गा भनेर चाहिँ बसेको रहेछ। झैँ खोज्दा पनि पाएन। नपाएपछि त इत्यो पो हो कि भनेर त्यो लिङ्गेनी अदो बुकमा र खामदुम यी बुकमा ले चाहिँ चापेर मन्त्र ज्ञान शक्ति चापेर चाहिँ ढाक्कै हानेछ। हान्दा त त्यही रहेछ राक्षसहरू रगत ह्याममा उछिटियो है। यहाँ रगत लागेर त्यो मरेर रगत उछिटिएको अझै पनि त्यो छिरवानीको भिरमा अझै पनि देख्न सकिन्छ रगतले लागेको। त्यो मोरुङले मान्छे त्यहाँ खाएको अचानो काटेर खाएको ठाउँहरू अझै पनि छ होइन। अनि त्यसरी चाहिँ मारेर बोमु केछाङया चाहिँ अब राक्षसहरू मारे भनेर उहाँ फर्किनु हो। फर्किँदा चाहिँ त्यो जुन राक्षस कापोरुङ र मोरुङको छोरी फेसोदुङमा होइन
फेसुदुङमाले चाहिँ अब मेरो बाउ आमा मार्ने हो भनेर ढुकेछ ज्ञानले, जतिको ज्ञानले हान्यो लागेन, जुनै ज्ञानले हान्दान लागेन। अनि लास्टमा चाहिँ कौछु भनेको अझै पनि पाउँछ। त्यो कौचुले अलिकति जिउ शरीरमा लाग्यो कि त चिलाउँछ है। कौचु चापेर ड्याम्मै हानेपछि त पोमुकेचाङ यहाँको शरीरमा परेपछि चिलाउन थालेपछि कति आयो हुँदैन। त्यहाँ त्यो लिङ्गिन पुच्छार त्यो ठाउँ अझै पनि छ, याङ्गिछे लुङजङ भन्छ। त्यस ठाउँमा चाहिँ गएर यसको अब जे गर्दा नि भएन है। कपडाहरू जामा असाङ्गहरू खोलेर चाहिँ अब बनाउन थाल्यो। त्यो चाहिँ पहिलेको हाम्रो गुरुहरूले बुढाबाका तुम्ब्याङहरूले के भन्थ्यो भने सिले हाबाङ्ग सिखेक्सिङ भयो भने, तर चुम्राले तोकेको होइन। कौछु बाँधले हान्यो, कौछु बाँधले हानेपछि जिउ चिलायो, जिउ चिलाएर चाहिँ बनाउनै पऱ्यो नि होइन। जति बनाउँदा नि भएन, कपडाहरू खोलेर जिउ बनाउन थाल्यो। त्यो बेला चाहिँ उता फेसोदुङमा कापुरुङका मोरुङको कान्छी छोरी उता गाङलाङमा साउदेन पति उतापट्टि थियो, त्यहाँबाट चाहिँ हानेछ फेरि ज्ञानले। नाम्युपान भनेको चाहिँ यो हन्के मौसुली भन्छ पेन्बान नेपाली भाषामा, पारो होइन, मौसुली लानेछ। उहाँको यो देब्रे खुट्टाको बुढी अम्लामा ठ्याक्कै लागेर चाहिँ अब तान्दानी छैन, तान्दानी छ चुतेर अझै पनि त्यो मौसुलीको पुच्छार छुयो भने तानी पनि चट्टै चुत्तिन्छ नि, त्यहीँदेखि त्यस्तो भएको हो। तान्दानी छैन, बसिगयो। त्यहाँदेखि अब मलाई ज्ञानले लाग्यो भनेर पोमुकेचाङ यहाँ माया मारे, उहाँको जामा बगरीहरू लाए, खन्तीमाला लाए। त्यहाँदेखि स्वातै उडेर आयो। उडेर आउँदा चाहिँ यो चप्पोरो भन्ने ठाउँमा पुगे। चप्पोरो पनि उहाँले नै नाम राखेको रहेछ। असाङ्घा त्यहाँ त्यस ठाउँमा पुग्दा चाहिँ उहाँको असाङहरू चाहिँ चप्पै खुलेर गएछ। त्यो असाङहरू खुलेर गएको सबै मुगाङलुङ गाउँवा होपमा फावा होपमा गएछ। त्यहाँका गाउँमा मुगाङलुङ गाउँवा होपमा डफतलुङ फावा होपमा त्यहाँ गएर त सबै त्यो बाख्रा हेर्ने, गाई हेर्ने, पशु प्राणी हेर्ने काम गर्नेहरूले पाएछ। के पो हो भनेर यसो टिपेछ है, सबै येबा निस्के। अझै पनि फावामा काबिली खोलातिर येबा धेरै छन्। येबाको उत्पत्ति भन्छन् त्यहाँ पोमुकेचाङ या सजारा लुम्दो इया पोमुकेचाङ याको सेकेन्डमा त्यहाँ नै हो येबाको उत्पत्ति। त्यहाँदेखि साक्रात्या यगङ्बा भन्ने ठाउँमा पुगेछ। जामा बगरी असाङ खन्तीसँग यक्रङ लरी मथेर छ खसेछ के, साक्रात्या यक्रङबा भनेर चाहिँ नाम राखेछ। त त्यसलाई चाहिँ अहिले साक्रात्या यक्रङबालाई साक्रात्या यगङ्बा भनेर बुझिन्छ, चिनिन्छ। उहाँको पोमुकेचाङ यहाँको च्यान अझै पनि त्यो साक्रात्या यगङ्बा तल माथि त्यही आसपासमा नै छ अरे भन्ने यो मुन्दुमहरू यसरी आउँछ होइन। पोमुकेचाङ या होइन, पोमुकेचाङ याले कहाँको राक्षस मारे, कसरी उत्रे, बोमुहरूको वंश हो होइन। अब यो बोमुहरूले यो पोमुकेचाङ याको शालिग पनि उनीहरूले राख्नु खोज्दैछन् छिवारीमा होइन। यो मेरो मुन्दुम के कस्तो लाग्यो तपाईँहरूलाई, राम्रो लाग्यो र मन पर्यो भने सेयर गरिदिनु होला, लाइक गरिदिनु होला। मेरो युट्युब च्यानलमा तपाईँहरूले सब्सक्राइब गरिदिनु होला। मलाई यति माया तपाईँहरूले गर्नुहुन्छ भने म येबा कान्छा धनराज थलङको च्यानलमा आएर लाइक सब्सक्राइब है गरिदिनु होला, सेयर गरिदिनु होला भन्दै आज मेरो 2 शब्दलाई यही नै समाप्त गर्न चाहन्छु। र अर्को यस पछाडि अर्को अब साम्बा केतको मिवा हो मामा साम्बाहरूले काना यङबालाई कसले मार्यो र लिबाङहरू पाङबत किन भए त्यस भिडियो लिएर उपस्थित हुने बाचा गर्दै आज यही नै मेरो छोटो भिडियोलाई समाप्त गर्न चाहन्छु। नुगेन सेवारो।